उत्पादन बढाउन माटोको गुणस्तर राम्रो हुनुपर्दछ। माटो राम्रो हुन अम्लीयपन, क्षारीयपन र नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थको उपयुक्त मात्रा मिल्नुपर्दछ। माटो कस्तो छ भनेर थाहा पाउन र बिग्रिएको भए उपचार गर्न माटोको नियमित जाँच गराउनु अनिवार्य छ। तर दोलखाका किसानहरू माटो परीक्षण गर्ने बानीको विकास गर्न सफल भएका छैनन्। दोलखाका अधिकांश किसानहरू माटो परीक्षण बिनै खेतीपाती गरिरहेका छन्। दोलखा बैतेश्वर 5 का लीला बहादुर दाहाल व्यावसायिक किसान हुनुहुन्छ, तर उहाँले हालसम्म माटो परीक्षणमा ध्यान दिनुभएको छैन। मैले अहिलेसम्म माटो परीक्षण गरेको छैन। राम्रो फल्दैछ, फल्याछ, मल भयो भने टन्नै फल्छ। परीक्षण नगरिकन नि फल्ने खालको माटो छ नि त। अब गर्नुपर्छ जस्तो चाहिँ लाग्छ। अब आम्दानी कम भएको छैन, फलिरहेको छ, त्यो भएर गरेको छैन। रासायनिक मल र विषादीको बढ्दो प्रयोगका कारण माटोमा उर्वरा शक्ति कम भए पनि किसानले परीक्षण गराएर माटोको उपचार गर्दैनन्। गुणस्तरीय माटो नहुँदा उत्पादन समेत घट्ने सम्भावना हुन्छ। अम्लीयपन बढी हुँदा व्यावसायिक खेतीमा लागेका किसानले नोक्सानी बेहोर्नुपर्छ। दोलखा कालथुक्की राधिका खत्रीले पनि हालसम्म माटो परीक्षण गर्नुभएको छैन। माटो परीक्षण गरेकै छैन, त्यही भएर चाहिँ कमाइ नभएको हो कि जस्तो लाग्छ। बारीमा त धेरै जति अब मकै, कोदो, अनि कोदो केही नै हुँदै नहुने भयो। खेतमा त्यही धान, आलु, मकै हो, अरू त त्यस्तै त्यही हो। आलु लाउँछौँ भन्न त भन्छन्, खै हामी गएकै छैनौँ, त्यही भएर। खेती गर्नको लागि 6.5 देखि 7.5 pH मात्रा भएको माटो उपयुक्त हुने विज्ञहरू बताउँछन्। भीमेश्वर 6 रामकोटका केही किसानले भने कृषि प्राविधिकको सल्लाह बमोजिम खेती गर्नु अघि माटो परीक्षण गर्न थालेका छन्। माधव प्रसाद नेउपाने, माटो परीक्षणले चाहिँ माटो भनेको त केही नै होइन, माटोमा जीवित तत्त्वहरू चाहिन्छ। यदि हाम्रो माटोमा चाहिँ विभिन्न जीवित खनिज तत्त्वहरू छैन भने त्यसको पूर्ति गर्नलाई हामीले बाहिरबाट ल्याएर नै हाल्नुपर्छ। माटोको पीएच लेभल चाहिँ एकदम कायम राखेर खेती गर्न सकिन्छ भनेर चाहिँ हामी माटो जाँच गरेर नै माटोलाई ठिक छ कि छैन, माटो मरेको छ कि मृत माटो भए कसरी बचाउने भनेर चाहिँ हामी विभिन्न उपचारहरू गर्छौँ। मेरो शारदा नेउपाने, गरेको छैन। बच्चाहरू आएका थिए स्कुलबाट माटो परीक्षण गर्ने भनेर, तर हामीले लगेर परीक्षण गरेको छैन। माटो चाहिँ लैजान् हाम्रो पनि। उत्पादकत्व बढाउने उद्देश्य सहित भीमेश्वर नगरपालिकाले माटो परीक्षणको अभियान नै सुरु गरेको छ। नगरले प्रत्येक वडाका किसानको माटो संकलन गर्दै परीक्षण गरिरहेको छ। भीमेश्वर नगरपालिका सहायक कृषि प्रसार अधिकृत राधिका बुढाथोकी, मेरो माटोलाई के भएको छ भनेर किसानले अहिलेसम्म खोजी गर्नु भएको थिएन होइन। एका दुईले जानेर माटो जाँच गरेपछि बल्ल कुन बाली लगाउने रहेछ भन्ने केही किसानहरूलाई मात्रै थाहा थियो, सबै किसानलाई थाहा थिएन। अहिले हामीले प्रत्येकको घरमा उहाँहरूको बारीमा पुगेर हामी आफैले आफ्नै हातबाट चाहिँ उहाँहरूलाई यसरी हामीले नमुना लाँदैछौँ है भनेर उहाँलाई सिकायौँ मात्र। उहाँहरूलाई हामीले माटो छुन पनि दिएन, किनभने उहाँले नमुना लिन जान्नुहुन्न। त्यही भएर उहाँले यसरी चाहिँ गर्ने, ल यसरी हेर्नुहोस् भनेर उहाँलाई देखायौँ र हामीले त्यही अनुसार माटो चाहिँ नमुना टेस्ट लिएर अहिले चाहिँ हामीले जाँच गरेको छौँ। त्यो भएको भएर अब माटो कति बिरामी रहेछ भन्ने कुरो रिपोर्टले पनि देखायो। रासायनिक मल र विषादीको प्रयोगले माटो बिग्रन्छ र मर्छ भन्ने कुरा थोरै किसानलाई मात्रै जानकारी छ। त्यसैले स्थानीय तहहरूले अभियानकै रूपमा माटो परीक्षणको कार्यक्रम ल्याउनु पर्ने देखिन्छ। बुना घिमिरे, CIN रेडियो सैलुङ, दोलखा।